दाखेरि चाहिँ अब बढी टारबार गऱ्यो भने खासै केही फरक त पर्दैन, तर यो डिटेल चाहिँ यसरी चाहिँ चुज गर्नु पर्यो। त्यसपछि चाहिँ यहाँ छ इन्भल्भ इन इन्भेस्टमेन्ट कम्पनी। अब तपाईँ कुनै इन्भल्भमेन्ट छ र कुनै ठुलो कम्पनीजहरूमा भने यहाँ टिक लाउने हो, छैन भने एज इट इज यसलाई नोमा ब्याक गरिदिने है। त्यसपछि चाहिँ नेक्स्ट जानु पर्यो। नेक्स्ट चाहिँ हाम्रो के छ तपाईँको एड्रेस डिटेल है। हेर्नु अब एड्रेसमा चाहिँ के गर्नु चुज गर्नु पर्यो। एड्रेस भनेको दुईवटा, एउटा टेम्पोररी र एउटा पर्मानेन्ट। अब अनलाइन बनाइराख्नु भएको छ भने टेम्पोररी र पर्मानेन्ट एउटै राख्नु होला है मेरो विचारमा चाहिँ लगभग। तर अब हैन तपाईँ काठमाडौँमा बस्नुहुन्छ र तपाईँको घर चाहिँ अलिकति मानौँ न अब बुटोलतिर छ भने बुटोलको पर्मानेन्ट एड्रेस भयो, टेम्पोररी काठमाडौँको राख्न सक्नुभयो, सो द्याट तपाईँ पछि रिन्यू गर्दाखेरि अपडेट गर्दाखेरि चाहिँ यहीँबाट फिजिकली जान पनि मिल्यो, त्यसले केही इस्यु भएन। यो चाहिँ हाम्रो पर्मानेन्ट एड्रेसको बारेमा। अब तपाईँको नेपाल भयो, स्टेट कुन कुन छ, डिस्ट्रिक्ट, म्युनिसिपालिटी, वार्ड नम्बर, टोलहरू भयो होइन। अब यहाँ चाहिँ के भन्छ टेम्पोररी र पर्मानेन्ट एड्रेस सेम छ भने यहाँ टिक लगाउनु पर्यो यसरी चाहिँ होइन। छैन भने डिफ्रेन्ट छ भने चाहिँ यसमा चाहिँ गर्नु पर्यो, यहाँ फेरि सेम त्यसरी नै भर्नु पर्यो है। यो नेक्स्ट स्टेप भयो। अब अर्को डिटेल आउँछ हाम्रो ब्याङ्क डिटेल। अनलाइन ब्रोकर अकाउन्ट खोल्नको लागि तपाईँले पहिले पनि अब ब्याङ्क स्याङ्क सबै खोलिसक्नु भएको हुनुपर्छ। सो ब्याङ्क डिटेलमा तपाईँले कुन ब्याङ्कमा तपाईँको खाता छ है, खाता भन्दाखेरि तपाईँले जुन सेयर खोल्नु भएको छ नि त्यो कुन ब्याङ्कमा छ, सो यसमा चाहिँ ब्याङ्क तपाईँले चुज गर्नु पर्यो। अनि कुन ब्रान्च हो, त्यसपछि अकाउन्ट कस्तो टाइपको हो होइन, ट्रान्जेक्सन, सेटलमेन्ट, कोलेटरल एन्ड सेभिङ। अब प्रायः चाहिँ के हुन्छ भने हाम्रो सेभिङ अकाउन्ट नै खोलिरहेको हुन्छ ब्याङ्कहरूले, करेन्ट अकाउन्ट अथवा सेभिङ अकाउन्ट। यो कोलेटरल, यो सेटलमेन्ट यो तपाईँलाई चाहिँदैन कि त करेन्ट अकाउन्ट कि हाम्रो सेभिङ अकाउन्ट, यो चाहिँ चुज गर्नु पर्यो र त्यहाँ अकाउन्ट नम्बर। अब यो डिटेल हाल्दाखेरि चाहिँ एकदमै केयरफुल हुनुपर्छ है। अनलाइन ब्रोकर अकाउन्ट खोल्दाखेरि चाहिँ धेरैलाई समस्या चाहिँ के हुन्छ भने ब्याङ्क अकाउन्ट नम्बरै मिस्टेक गरिदिने, ब्रान्च कुन हो त्यो पनि मिस्टेक गरिदिने। यदि तपाईँलाई थाहा छैन भने ब्याङ्कमा फोन गरेर पनि बुझ्न सक्नुभयो र गुगल सर्च गर्दा पनि थाहा भइहाल्छ नि कुन ठाउँको ब्रान्च हो भनेर। यो भयो तपाईँको हाम्रो 4th स्टेप, ब्याङ्क डिटेल भयो। अब हामी जान्छौँ 5th स्टेपमा है। यो डिपोजिटरी डिटेल। यो चाहिँ कस्तो भयो भने हाम्रो डिम्याटको बिवाइडी नम्बरहरूको बारेमा डिटेल छ। सो यहाँ अरू केही पनि हाल्न परेन, बिओआइडी नम्बर छ, यो बिओआइडी नम्बर हाल्नु पर्यो जुन हामीले ब्याङ्कबाट चाहिँ पाउँछौँ होइन। बिओआइडी अर्थ मेरो सेयर खोल्दाखेरि चाहिँ हामीले एउटा बिओआइडी नम्बर दिन्छ नि, सो बिओआइडी नम्बर चाहिँ यहाँ हाल्नु पर्यो। बिओआइडी नम्बर हालिसकेपछि नेक्स्ट गर्नु। नेक्स्टमा चाहिँ के छ भनेको मनी लन्ड्रिङ प्रिभेन्सन है। यो अलिकति अब तपाईँको जस्ट एउटा सेफ्टी फिचर मात्रै हो, यसमा तपाईँले केही पनि त्यस्तो टाइप गर्नु पर्दैन। अब यहाँ के लेख्छ, आर यु पोलिटिकल आर हाई ऱ्याङ्किङ। अब हामी पोलिटिकल हो कि होइन त्यसमा चाहिँ टिक लगाइदिनु, नो हो होइन। आर यु रिलेटेड टु द पोलिटिसियन आर हाई, यो पनि होइन हाम्रो। डु यु हेभ अ बेनिफिसियरी, अब कोही बेनिफिसियरी छ भने ठिक छ होइन, उहाँको डिटेल नामहरू हालिदिनु, रिलेसन के हो। यो चाहिँ बेनिफिसियरी चाहिँ कस्तो हुन्छ भने यो तपाईँको जुन ब्रोकर अकाउन्ट छ यो